जय युवा जय देश। म सबैजनालाई के जानकारी गराउन चाहन्छु भने 9 अक्टोबरमा कुनै पनि आन्दोलन या सभा हुँदै छैन। नभएको कुरा चाहिँ हावातालमा फैलाइएको छ। जेनजीका लिडर जेटका लिडर प्रवेश दाहाल र सुदर्म गुरुङले कुनै पनि आधिकारिक रूपमा कुनै पनि जानकारी दिनुभएको छैन र त्यो आन्दोलन नहुने नै भन्ने छ अहिलेसम्म। त्यसो भएको कारणले यो भ्रम छर्ने काम बन्द गर्नु सबैजनालाई अनुरोध गर्न चाहन्छु। यो भ्रम चाहिँ नछरौँ। देशमा आन्दोलन मात्रै गरेर तोडफोड मात्रै गरेर कुनै सम्भव छैन। अरू पनि यसको विकल्पहरू छ भनेर उहाँहरू लागिरहनु भएको छ। विभिन्न चरणमा छलफलमा बस्नु भएको छ। त्यसो भएको कारणले 9 अक्टोबरमा कुनै पनि आन्दोलन हुँदै छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु। अहिलेसम्म कुनै आधिकारिक रूपमा विकृति या चाहिँ सूचना चाहिँ आएको छैन। अहिलेलाई यही जानकारी गराउन चाहन्छु। यो चाहिँ भ्रममा कोही पनि नरहनु होला। त्यसमा आन्दोलन हुँदै छैन भन्ने कुरा जानकारी गराउन चाहन्छु। धन्यवाद।